भनेपछि अब त्यो भित्रै त्यो एनर्जी नै त्यो भाइब्स नै त्यो छुट्टै किसिमको आउँछ ल अब जान्छ है तातेको छ है माहौल भाइले हामी चाहिँ साथीहरूसँग भेट भएर पनि हिँडिसक्यौँ अनि चस्मा चाहिँ मैले यस्तो लाग्छु यो चस्मा त दामी रहेछ त 500 चाहिएको थियो आजको एकदमै होनार नयाँ गाउँको पिसिस टाइगर सो हेलो एभ्रीवन वेलकम ब्याक टु आवर च्यानल इट्स मी सुभाष आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु भन्दै आजको भिडियो सुरु गर्न चाहन्छु गुड मर्निङ एभ्रीवन अनि आफ्टर लङ टाइम पछि भएर आएको छु सो आजको भिडियो थम्बनेल प्लस टाइटल देखेर पनि थाहा पाइसक्नु भएको छ ल म चाहिँ रामेन च्यालेन्ज भिडियोमा चाहिँ 700 भ्युज आएको छ ओ माई गड अब दोर्सो पनि लिएर आउनेवाला छन् क्रिस भाइ चाहिँ उता चौरहाटका म चाहिँ यहाँ भएको कारण हामीले ल्याउन पाएको छैनौँ भलिबलको भिडियोमा चाहिँ एकदम दामी भ्युज आएको छ अनि सो आजको भिडियो मेन गराउनु चाहिँ थम्बनेल अनि सो आज चाहिँ अब नाम रिसाउँछन् मलाई पक्कै थाहा छ बल खेल्न जाँदैछु अब हेर पैसा छैन 500 चाहिएको थियो म चाहिँ बल खेल्न जाँदैछु अब आमालाई त्यति फगाउनु पर्यो अब पैसा छ भने यसो 100-200 अब बल भनेपछि अब त्यो भित्रै त्यो एनर्जी नै त्यो भाइब्स नै त्यो छुट्टै किसिमको आउँछ ल अब त बल खेल्न जानुपर्छ भन्ने टाइपको अनि भलिबल भन्ने बित्तिकै पैसा होस् नहोस् होइन अनि फेरि अब त्यो घर जतिसुकै काम हो जेसुकै मतलब हुन्न कि त्यो चाहे हारियोस् चाहे जितियोस् बल खेल्न त जानु पर्छ त्यस कारण चाहिँ पैसा चाहिएको छैनको लागि आमालाई फलाउँदैछु है पैसा छ कि छैन छैन पैसा त 200 त होला 100 छ त्यही हो 100 त्यही 100 पनि हुन्छ नि त तिम्रो 100 तिम्रो 100 माथि 200 छ 300 भइहाल्यो 300 त पुग्ला कि पुग्दैन त जान्दिन त मामा भन त जान्दिन त हो के छ मलाई के त भन न चाहिँ म रेडी हुन लागेको छु अनि नुहाइधुवाइ गर्नु पर्यो सुरुमा त्यसपछि भेटौँ सो अहिले चाहिँ म कपडा सपडा लगाएर पनि अब रेडी भएर बसिसक्यो केटाहरू आउँदैछु त्यसपछि म पनि जानुपर्ने हुन्छ अनि हाम्रो आमाले चाहिँ पैसा टक्क झिक्दैछ नि कति दिन छोरालाई भनेर अब जति नजा भने जे गरे पनि अब भलिबल भने चाहिँ मलाई पनि मन पर्ने अनि सो आमाको मन पनि अब छोरा गएपछि त यसो पैसा त दिनु पर्यो भन्ने मन हुँदो रहेछ पैसा गर्दैछु आमाले 250 कति ल 250 दिए गरेर सुनमा आएर भोलि काम छ सो म चाहिँ आज बल खेल्न जाँदैछु अनि सो आज चाहिँ जितिन्छ होला गेम आज त ज्ञानी आएर दिन हार्ने होला सर सो म चाहिँ अब आज बल खेल्न जाँदैछु आमा अनि आज जितेर आउने होला अब के गर्नु हारेर आने आए भोलि जानु पाउँदैन रे भोलि पठाउने काम छ आए हारेर जानु तल छ सो सकेसम्म त अब के हुन्छ कसो हुन्छ हैन तर जति जे भने आमाको मन चाहिँ कम ल अब छोरा जाँदैछ अरे टक्क पैसा ल 250 म त्यति कति 200-300 छ टक्क म्यानु गरेर 500 लाँदैछु अब 500 त पुग्ला नि त्यही नै हुन चाहन्छु थ्याङ्क यू सो मच घर भन्दै चाहिँ तल आइसक्यो अनि आमासँग पनि बिदाई भइसक्यो जति जे भए पनि होइन अब आमाको माया त त्यो छोरापट्टि नै छनै छ अब एउटा हिसाबले अब बल खेल्न जाने भने चाहिँ आफूलाई पनि मन पर्ने अनि आमाले चाहिँ त्यस्तो ल नजा त्यस्तो टाइपको नभन्ने क्या झन् आशीर्वाद दिएर पठाउनु भएको छ खुसी लाग्यो अनि सो म चाहिँ जाँदैछु सो आज चाहिँ चस्मा लाएर जाँदैछु होइन टक्क मामाको चस्मा लाएर भान्जा हेन्सम भएर आज बल खेल्न जाँदैछ अच्छा दामी देखिँदैछ कस्तो देखिन्छ कमेन्ट डाउन बिलो गाइज होइन सो यो चस्मा चाहिँ अस्ति मामा घर गएको थिएँ अनि सुरुमा चाहिँ मैला लाग्यो अनि फेरि भान्जाकै होला भनेर मामाले चाहिँ भन्नुभएको रहेछ मेरो बाबाले चाहिँ यता ल्याइदिनु भएको रहेछ त्यस कारण चाहिँ चस्मा यहीँ आयो सो भए पनि अब बाबाको भनेपछि भान्जाको पनि हुन्छ नै चस्मा त अनि अभियसली त्यस कारण चाहिँ चस्मा लगाएर टक्क हिरो भएर जाँदैछ हिरोतिर समझ रहे हो सो हामी चाहिँ साथीहरूसँग भेट भएर पनि हिँडिसक्यौँ अनि चस्मा चाहिँ मैले यस्तो लाग्छु यो चस्मा त दामी रहेछ त तर मेरो चाहिँ यो नाक चाहिँ थेप्चो छ नि त त्यस कारण चाहिँ चस्माले त्यति अब म्यानेज गरेर हिँड्नु होला त्यति राम्रो देखिया छैन होला म्यानेज गरेर हिँड्नु होला केटाहरू चाहिँ त्यो मेरो केटाहरू
खतरा छ कस्तो छ कमेन्ट गर्नलाई त साथीभाइहरू अहिले चाहिँ हामी यो डाँडामा आइसक्यौँ तिनमानीको गाउँ अनि यो चाहिँ पारी गाउँ त मल्लाजको गाउँ चाहिँ त्यो पर्यो यता राखु गाउँ हामी जाने चाहिँ तल हो अनि हाम्रो केटाहरू हिँड्दैछ अब के भन्दाखेरि केटाले सबैले बिहान एकैचोटि मैले 2 गते भनिरहेको थिएँ कि तर 81 आज रहेछ अनि मैले यताउता फोन गरेर ल जाम यताउता सबैले भने कामको व्यस्तताले गर्दा आउनु पाएनन् तर अहिले चाहिँ हामी ग्याङ मिलेर यो ठाउँमा आइसक्यौँ अब तर कहाँ हामीलाई थाहा छैन अब मेन कुरो रोडको बाटो गिराउनै पत्ता लागेको छैन त्यही नै जङ्गल रुपेशले हिँडाएको छ रुपेश चाहिँ पहिला यहाँ डेटिङ आउँथ्यो त्यही भएर चाहिँ यहाँ चिनिचरी हालिहाली अनि सही हो ल तातेको छ है चाहिँ हामी बाटोमा आउँदा चाहिँ बेलाउटी पाइयो त्यस कारण चाहिँ त्यही छ हाम्रो केटाहरू चाहिँ यहाँ छन् हामीले चाहिँ अघि बेटा बेगेको थियौँ त्यो चाहिँ खाँदै हिँड्दैछौँ टक्क बाह्रमा ल हामीले बेलाउटी खाँदै हिँडेको छौँ गिराउनै चिन्दैन क्या मेन कुरो अब गिराउनु पत्ता लगाउनु पर्ने हुन्छ हामीले सो हामी चाहिँ धानको बिचको बाटो रहेछ बल्ल भेटाएर आइसक्यौँ अनि थाहा नै भने यार कता हो के आँसी लिएर यहीँ धान काट्दिउँ गरे चाहिँ के छ विचार ओ भान्जे सर्ट गराइ त भिडियो दिनको 1000 दिनुहुन्छ अनि आइसक्यो है धान नि पाकेको रहेछ के हो वेदर चाहिँ दामी देखियो क्या यो त खुद यो काटे हुन्छ बल खेल्न आएको मान्छे फाइनली हामी धानको बिटा छौँ अब चाहिँ धान काटिएन जस्तो छ मुला काट्दा नि अल्छी लाउनु गरेर त धानको बाला झुले त्यहीमा त तिहारमा पुरा एउटा गीत तिहारै आयो खै मलाई दिने होइन सेम मेरो जात्रै इच्छा क्या फेरि हामी भैली खेल्न जाँदै ल है हामी भैली खेल्न जाँदैछौँ भैली भैली नयाँ जुत्ता लागा भैली गिराउन खै हामीलाई चाहिँ बाटो नै थाहा भएन त्यस कारण चाहिँ हामी फोन गरेर हुन्छ कि खोज्दै हुन्छ कि हेर्दै हुन्छ कि तलैसम्म आइगयो लगभग यहाँबाट लोकेसन हेरौँ न गलेश्वर पनि धेरै लाउनु होला जान अब फेरि अब कता पर्ने हुन्छ पहिला गाउँ भेटौँ गाउँबाट फेरि हामी सोधपुछ गरेर फेरि हामी जाँदैछौँ चाहिँ एउटा खेलाडी हिँड्दै चस्मा लाएर हिँड्दाखेरि खुट्टा फ्र्याक्चर भइसक्यो तर यस्तो हुन्न अब हामी चाहिँ चस्मा नलाइकन हिँड्नु पर्ने हुन्छ अब चाहिँ हामीले जर्सी लाउँदैछौँ अनि नयाँ खेलाडी सन्तोष नयाँ खेलाडी है त हाम्रो गाउँका सन्तोष नयाँ अब आएको छ खेलाडी निर्मल र सन्तोष अरू चाहिँ सबै नेपिचरको है केटाहरू कोही आउन पाए कोही आउन पाएन ल हामी सिधै बसेर केटाहरू चाहिँ एक्साइटेड छ है ल गेम हुँदैछ ल ल आजको एकदमै होनार नयाँ गाउँको क्विक स्ट्राइकर है ल अनि यहाँ यता छ नि उता सन्तोष छ सन्तोष चाहिँ गेम चाहिँ राम्रो छ त्यसको होइन अनि यता चाहिँ निर्मल छन् यता चाहिँ शान्ता यता चाहिँ विपिन
ल हाम्रो चाहिँ दुईटा खेलाडी मगाएको छौँ। ल अब चाहिँ गेम पछि भेट्न पर्ने हुन्छ। कतै मोबाइल पायो भने चाहिँ भिडियो गर्ने पायो भने चाहिँ भिडियो गर्ने मान्छेले हुन्छ है त। ल गरिदिनु न। ल ल ल धन्यवाद। यसले गरिदिउँ। ल ल ल Hello. That's okay, I think I'll call you. Hello. That's okay, I think I'll call you. ल है अब चाहिँ म हाम्रो प्रिय ब्लगर मित्र सुभाष बिकेको भिडियो गर्दैछु है। नयाँ गाउँका केटाहरू सुभाष यहाँ छन् है। दैव सम्झु भेट भयो नाति गाउनु हो कि हो झापुरे भाका मामलो ताला तालमा भिडियो गर्दिनु जुलुके हेला आले बडुका हेलो सिजनको 11 क्याप्टेन मित्र तपाईँ स्टेजमा सम्पर्कमा आइदिनु म विनम्र अनुरोध चाहन्छु। त्यस्तै गरी नयाँ गाउँका टिम क्याप्टेन मित्र तपाईँ पनि स्टेजमा सम्पर्कमा आइदिनु म विनम्र अनुरोध चाहन्छु। छिटोभन्दा छिटो हाम्रो गाउँले गएर प्राङ्गणमा उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौँ। समयको निकै पाउने हालेगा कि जडौली हो सिसल गाउँले 3 मा पनि 1 अङ्क जोड्दै 4 बनाएको छ भने नयाँ गाउँ विविध सांस्कृतिक कार्यक्रम स्थानीय अब जान्छ है तातेको चाहिँ माहौल प्रस्तुति सहित 200 को चटपट खाँदैछ नि हाम्रो केटाहरूले। ल 200 को चटपट धेरै पछि ल कस्तो छ टेस्ट कस्तो छ? 50 को चटपट ल रुपियाँले पप्पा खाँदैछ ल 160 को स्प्राइट ल खाँदैछ दिदुनले। सो साथीभाइहरू अहिले चाहिँ हामी गेम खेल्ने ठाउँबाट पनि आइसक्यौँ अनि त्यहाँ चाहिँ गेम के भयो भन्दाखेरि त्यस्तै भयो।
किन भन्दाखेरि अब गाउँमा अब गिलो बल खेलेको बानी अब हलुङ्गो खालेको होइन त्यो अब पाटो नभएको बल खेलेको बानी होइन अब गेममा आउँदाखेरि त अब त्यो हलुङ्गो खालको फुल जस्तै क्या अब बेलुन जस्तै बल हुन्छ नि त्यो सजिलो खालको अनि त्यो उसै मिलेन कि अब प्र्याक्टिस नै भएन त्यस्तै दुईजना उताबाट आउने कोही यताबाट हात पनि मिलेन सो त्यस कारण चाहिँ हामी अब हार स्वीकार्न पऱ्यो अनि सो धेरै थ्याङ्क यू सो मच भन्न चाहन्छु केवाइसी घतान काउलीगढा युथ क्लबलाई किनभने उहाँले चाहिँ हामीलाई बोर्डर पनि मिलाउनु भयो अनि त्यस राम्रै साथ सपोर्ट गर्नुभयो धेरै माया छ अनि यस्तो के हुन्छ अरे यताउता जाँदाखेरि अब अलिकति चिन्तन हुन्छ यो यस्तोहरू हो भन्दाखेरि आफूलाई फेरि एउटा प्राउड मोमेन्ट होइन कहानी क्या त्यो खत्रै हुने अनि त्यस कारण चाहिँ थ्याङ्क यू सो मच सबैजनालाई भन्न चाहन्छु आज हामी यहाँ आएको छौँ रुपेशले चाहिँ जाँदाखेरि बेलाउती सुन्तला अनि फेरि बडी के खाएर चाहिँ ऊ चाहिँ उहाँ टोइलेटबाट पनि आइसकेको छ अनि सो कति छिटो आएर यार बेलाउटी खाएर रुपेशले चाहिँ गाह्रो भएको छ अब सो त्यही नै भन्न चाहन्छु हामी चाहिँ जस दामी सिन आएको छ ल अब चाहिँ हामी सिधै बिस्तारै जानेवाला छौँ अनि शान्ता अङ्कल चाहिँ उता पावर ब्याङ्क है के एयरपोर्ट होइन एयरपोर्ट हराएर चाहिँ उता गएको छ अब चाहिँ हामी बिस्तारै जानेवाला छौँ